भुन्टी उनको घरमा आएकी थिइन्। म आफ्नै गल्ती स्वीकार्छु, हामी मिलेर बसौँ भनेकी थिइन्। घरमा आएकी थिइन्। भूपेन्द्र भने त्यो व्यवहार देखाएनन्। भुन्टीसँग मिलेर बस्ने व्यवहार देखाएनन्। आफ्नो पेटमा बच्चा भएको माया मान्दैन भनेर व्यवहार देखाइसकेका छन्। हो दर्शकबिन, इन्द्र भने अतार दिँदै हिँडिरहेका हुन्छन्। आफ्नो बहिनी कहाँ गइन् भनेर। बहिनी नभेटेपछि टोकलीले निकै तनाव दिनेवाला छन्। टोकलीले आफ्नो बहिनीलाई रोडमा खोजिरहन्छन्। टोकलीले कस्तो मान्छे हो, आँखा पनि छैन तेरो पूर्णिमाले भन्छन्। यिनकै सँगै केटाले पनि होइन तेरो बुढी पनि बौलाको हो त कि त्यससित डिभोर्स गरेर मनै सोच्दै हिँडिरहेकी हुन्छन्। पनि बाइकमा ठोकिन्छन् अनि अर्को बाइकका मान्छेले भन्छन् हे पूर्णिमा त पनि साइको हो कि के हो, अनि तेरो बुढा पनि त्यस्तै, कि तेरो बुढालाई छोड कि त्यससित मिलेर बस रहेको हुन्छन्। र तिनले पनि हरेक तिनी केटाहरूले भनिरहेको सम्झिरहेकी हुन्छन्। अब हामीले फेरि अर्को पार्ट हेर्छौँ। अर्को पार्टमा के होला त गाइज कमेन्ट गर्नु। जो नयाँ हुनुहुन्छ त्यहाँहरूले सब्सक्राइब गरिदिनु।